दर्शन अनि गुड मर्निङ सबैजनालाई। सो आज चाहिँ म छिटो उठिरहेको छु है। कारण चाहिँ के भन्दाखेरि मुसा र मेरो बिचमा चाहिँ एकदमै च्यालेन्ज भएको थियो दुईजनाको बिचमा। किन च्यालेन्ज भएको थियो भन्दाखेरि चाहिँ दसैँको जुत्ता चाहिँ तँ लुका म टोक्नु आउँछु भनेर थियो क्या। त्यो प्रकारले चाहिँ म छिटो उठ्नु पर्यो साथीहरू आजको दिन। अनि मेरो त जुत्ता पनि किनेको थिएन हो। मेरो छोरीको लागि चाहिँ उसको फुपूले हिजै त है दसैँको एउटा मजाको स्यान्डल किनेको थियो। त्यही जुत्तालाई चाहिँ हुँगेर बसिरहेको क्या मुसा चाहिँ यही टोक्छु भनेर। यस्तो रिस उठ्यो मेरो पाला नसुतिकन त एकदम जागो भएर बसेको। अहिले चाहिँ नि तपाईँको नि बर्थडे रहेछ 4:32 है। 4:32मा चाहिँ म तपाईँहरूसँग बात गरिरहेको छु। अनि साथीहरू तपाईँहरू कतिजनाले किन्नुभयो त अन्त दसैँको लुगाहरू है। यसपालि त मजाको भएर जाने होला सबैजना। अनि नाम्चीमा त यस्तो भिड थियो हिजो चाहिँ हो। सो मैले कसैलाई कमेन्ट गर्नु पनि पाएन है, लाइक गर्नु पनि पाएन। अहिले अलिअलि गरिदिएँ है। सो मैले त केही पनि किनेको छैन साथीभाइहरू, प्लिज कमेन्टमा भन्नुहोस् होला के किन्नुभयो अनि कस्तो भएर जाने हो है। यसपालि त एकदमै रमाइलो गर्ने हो है, मजा आउने हो। ओके सो साथीहरू अहिलेको लागि म बिदा लिनेछु। मैले त नि 10 रिल्स बनाउनु भनेर यतै आइरहेको छ। अब त रिल्स त के बनाउनु पर्ने, अब यति बेला कम्ती बिजी हुन्छ बुहारी खाल भएपछि है। अब घर गएपछि पाहुना पात के भन्दाखेरि, तर पनि एनिवे ट्राई गर्छु। ओके गाइज, हेभ अ नाइस डे, बाई बाई सबैजनालाई।